हामी पोखरा महानगरपालिका वडा नम्बर 7 का जनप्रतिनिधि कर्मचारी हामी आजभन्दा 3 वर्ष पहिला स्थानीय निर्वाचनमा हामी निर्वाचित भइसके पछाडि जब हामी वडामा पदस्थापन गरेको विशेष दिन हो। यो विशेष दिनको अवसरमा हामी आज मानव सेवा आश्रममा यहाँ रहनुभएका बुवा दाजुभाइसँग हामी केही सुख दुःख साटौँ भनेर हामी आएका छौँ। यो कार्यक्रममा आउनुहुने आदरणीय जनप्रतिनिधि वसुन्धरा लामिछाने, विष्णुमणि बराल, वडा सचिव राजेन्द्र पौडेल र हामीसँगै मिडियाको रूपमा आउनुहुने नीति प्रेसका माधव पोखरेल सर लगायत मानव सेवा आश्रमका सम्पूर्ण कर्मचारी मित्रहरू र यहाँ रहनुहुने आदरणीय बुवा दाजुभाइहरू सबैलाई म सर्वप्रथम त स्थानीय तह अथवा पोखरा महानगरपालिका वडा नम्बर 7 को तर्फबाट यहाँ सबैलाई बिहानीको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र विशेष गरी म मानव सेवा आश्रम परिवारप्रति विशेष धन्यवाद दिन चाहन्छु। किनभने आजभन्दा हामी 1 हप्ता पहिला पोखरा महानगरपालिकाको कार्यपालिकामा बसेर तपाईहरुको बारेमा र यहाँको डाटा र पोखरा र मानव सेवा आश्रमले गरेका गतिविधि हामीले त्यो बेला सबै डाटा बेस हेरेका थियौँ। त्यो डाटा बेसले हामीलाई के जनाउँछ भने यदि मानव सेवा आश्रम पोखरामा एउटा छोटेबाटोमा एउटा सेवा केन्द्र र यो हेम्जामा यो नभएको भए कस्तो रहन्थ्यो होला भन्ने बेला हामीले त्यो बेला सोचेका थियौँ। आज हामी मानव सेवा आश्रमले गर्दा राज्यले गर्न नसकेको काम मानव सेवा आश्रमले गरेको छ। उहाँले गरेको कामप्रति हामी सबैले साथ सहयोग गर्नुपर्छ। त्यसै हेतुले हामीले पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष हामी यो ठाउँमा आइरहेका छौँ। हामी तपाईहरुको साथमा छौँ। तपाईहरुलाई परेका अप्ठ्याराहरू, तपाईहरुलाई स्थानीय तहले गर्नुपर्ने सहयोग र तपाईहरुलाई परेका कुराहरूलाई हाम्रा पनि ती साझा समस्या बनाएर हामी अघि बढ्ने कुरा यहाँहरुमा राख्न चाहन्छु। हामी गत वर्ष आउने क्रममा हामी छोरेपाटन पुगेका थियौँ। पहिलो वर्ष हामी यहाँ आएका थियौँ भने आज हामी यहाँ आउने क्रममा यस ठाउँलाई के आवश्यकता हो त नि भनेर आवश्यकता महसुस गरेर हिजो हामी यहाँको सम्झना म्यामसँग कुरा भयो। उहाँले भन्नुभयो यो ठाउँलाई अहिले यी चिजहरू आवश्यक छन् भनेको हुनाले हामीले आज मासको दाल 1 बोरा, रातो दाल 1 बोरा, मकै मुरली मकै 10 केजी, बेसार 2 केजी, मसला 2 केजी, हरियो केराउ 10 केजी, चना 10 केजी, मेथी 2 केजी, ज्वानो 2 केजी, सुजी 10 केजी, बिस्कुट 4 प्याकेट, तेल 3 कार्टुन, पापड 10 प्याकेट गरी हामीले सामान यहाँ ल्याएका छौँ। र यो सामान पक्कै पनि यस क्षेत्रमा आवश्यक थियो। त्यो केही आवश्यकतालाई केही दिनलाई भए पनि परिपूर्ति गर्न सक्छ भन्ने हेतुले हामीले हाम्रो आज विशेष दिन स्थापना दिवसको पावन अवसर पारेर आज हामी यो ठाउँमा आएका छौँ। हामीलाई यो ठाउँसम्म सहजीकरण गरेर यी सामग्री ल्याइदिनु हो भने हामीलाई केही सहज हुन्छ भनेर हाम्रो सतीश सर र हाम्रो सम्झना म्यामले भन्नुभयो। म उहाँहरूप्रति स्थानीय तहको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। हामी अब भनिन्छ मानव सेवा नै सबैभन्दा ठुलो धर्म हामीले देखिन्छ। अहिले सडकमा बेबारिसे, सडकमा बेसाएर, सडकमा चाहिँ एकदम सम्पर्कविहीन भएकालाई मेलमिलाप गरेर उहाँले पुनर्मिलन गराउनु भएको छ। सम्पर्कमा नआएकालाई घर बासको व्यवस्था अथवा घुवासम्म पुर्याउने ल्याउने र स्थानीय तहसँग एकदमै सहकार्य गरेर अगाडि बढ्नुभएको छ। त्यसले पक्कै पनि राज्यले गर्नुपर्ने, राज्यले गर्न नसकेको र राज्यसँग सहकार्य गर्दै स्थानीय तहसँग यहाँ रहेर अहिले सुविधा सम्पन्न भवन बनाउनु भएको छ। र अब पक्कै पनि सबै खाले सबै ठाउँबाट सबैको साथ सहयोग रह्यो भने पक्कै मानव सेवा आश्रमले जुन उद्देश्यले खोल्नु भएको छ त्यसलाई हामी स्थानीय तहबाट पनि अथवा सिङ्गो महानगरपालिकाले पनि भवन बनाउने कुरादेखि लिएर अहिले महानगरपालिकाले 1 द्वार प्रणाली भनेर चाहिँ अगाडि बढेको छ। तर पनि हामी हाम्रो स्थापना दिवसको पावन अवसर पारेर हामी वर्षेनी यहाँ आएका छौँ। हामी अझै 2 वर्ष एकपटक यो ठाउँमा आउँछौँ, एकपटक छोरेपाटनमा जान्छौँ र तपाईहरुलाई जुनै बेला पनि अप्ठ्यारो पर्यो, तपाईहरुलाई अप्ठ्यारो परेका कुरालाई स्थानीय तह हाम्रै तह हो, स्थानीय तहसँग हामी सहकार्य गर्नुपर्छ भनेर यहाँको टिम हामीसँग सहकार्य गर्नुभयो भने जस्तोसुकै अप्ठ्यारोलाई पनि हामी सहज तरिकाले सहजीकरण गर्नेछौँ। त्यसकारण आज विशेष दिन यहाँहरूले हाम्रोलाई अझ झन् विशेष बनाइदिनु भएको हुँदा म मानव सेवा आश्रम परिवारप्रति उच्च सम्मान र अभिवादन व्यक्त गर्न चाहन्छु र यहाँ रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ सबैको सुस्वास्थ्य दीर्घायुको कामना व्यक्त गर्न चाहन्छु र तपाईहरुलाई उहाँहरूले जुन सेवा दिनुभएको छ त्यो सेवाको म उच्च मूल्याङ्कन पनि गर्न चाहन्छु। र आज हामी यहाँसम्म आउन विशेष गरी राजेन्द्र सर 2 जना जनप्रतिनिधिहरू आफ्नो व्यस्तताको कारणले यहाँ आउन सक्नु भएन। म उहाँहरूलाई पनि
यहाँ नआए पनि उहाँहरू आएको हामी सँगसँगै रहेको कुरा हामी राख्न चाहन्छौँ। त्यसकारण अब यहाँसम्म आइपुर्याउन हामीलाई जसले सहयोग गर्नुभयो उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आजको यो छोटो कार्यक्रम यही समारोहमा जानकारी गराउँछु। जय मानव सेवा, सबैलाई जय कल्याण होस्, जय जय होस्।